जय मसी सबैजनालाई। अनि आज हामी टिम बिल्डिङको लागि जाँदैछौँ मण्डलीहरू मिलेर। हामी अथवा मण्डलीलाई कसरी हामीले अगाडि बढाउन सक्छौँ भन्ने कुरामा पनि हामी डिस्कस गर्नेछौँ विथ अल द लिडर्स। हाम्रो मण्डलीको जति पनि लिडर्सहरू हुनुहुन्छ उहाँहरू सबैजनासँग हाम्रो मिटिङ हुनेछ। सो यहाँनिर हाम्रो खानेकुराहरू लिइरहेका छौँ। सो यो चाहिँ हामी अब गाडी हामीले पार्किङ दिस इज द प्लेस। हामी यो ठाउँमा छौँ अहिले टिम बिल्डिङको लागि। सो ल दुई शब्द जाओस् न ब्रदर। अब 2025 सालको लागि हामी चर्च कसरी मोबिलाइज गर्ने भनिकन हाम्रो भोलिन्टियर्स टिमलाई यहाँनिर रिसोर्टमा लिएर आएको छौँ। आज बेलुका हामी स्ट्राटेजीहरू बनाउनेछौँ अनि त्यो स्ट्राटेजीलाई हामी मोबिलाइज गरिकन परमेश्वरको राज्यलाई शक्तिशाली रूपमा हामी मण्डलीमा विस्तार गर्नेछौँ। आमेन आमेन। थ्याङ्क यू सो मच। जय मसी। ल इनफ एभ्री नेसन नेपाली चर्च अबुधाबीबाट यो ठाउँमा आएका छौँ टिम बिल्डिङको खातिर। आजको सेसनमा हामीहरू एकअर्कालाई जान्ने बुझ्ने यो 2025 को स्ट्राटेजीहरू बनाउने कसरी चर्च चलाउने अगाडि बढाउने विषयमा हामीहरू यहाँ आइपुगेका छौँ। धेरै खुसी लागेको छ। जय मसी। आर यु एक्साइटेड दाजु? या वी आर एक्साइटेड। अनि लेटर हामीसँग अब बार्बिक्यू पनि हुनेछ। बार्बिक्यू स्टेयर चढेर माथि जाँदैछु गाइस। यहाँ माथि चाहिँ म तपाईँहरूलाई देखाउने चाहिँ कस्तो छ है त। यहाँ झुल पनि रहेछ। This is the place. It's really beautiful. It's really amazing. So यो चाहिँ यहाँनिर चाहिँ माथिबाट खिच्दैछु। यहाँनिर यस्तो देखिरहेको छ। really beautiful। अनि यो 7 नम्बरको रुम म तपाईँहरूलाई देखाउने छु कस्तो छ यो रुम भनेर। सो यहाँ तपाईँले हेर्नु सक्नुहुन्छ भरे रेस्ट गर्नको लागि रुमहरू छ। तपाईँहरूले देखिसक्नुभयो। अनि एकदमै अमेजिङ प्लेस, एकदमै ब्युटिफुल प्लेस। हामी यो क्यापिटल रिसोर्टमा आएका छौँ। अनि विशेष गरी आज यहाँनिर भेला हुनुको उद्देश्य मैले तपाईँहरूलाई अगाडि पनि भनेको छु, फेरि पनि भन्न चाहन्छु। हामी चाहिँ यहाँनिर सम्पूर्ण मण्डलीहरू भोलिन्टियरहरू मिलेर चाहिँ आज टिम बिल्डिङको लागि हामी जम्मा भएको छौँ। अनि यो टिम बिल्डिङमा चाहिँ हामीले त्यो कुराहरूको डिस्कस गर्नेछौँ। कसरी हामीले मण्डलीलाई ग्रो गर्न सक्छौँ, कसरी हामीले मण्डलीलाई अगाडि बढाउन सक्छौँ। अब यो 2025 मा हामीले कसरी मण्डलीलाई सञ्चालन गर्नुपर्ने, कुन प्रकारले अगाडि बढाउनु पर्ने अनि भन्ने कुराहरूलाई चाहिँ अब हामी यहाँनिर डिस्कस भएर गर्नेछौँ। त्यसै कारणले गर्दाखेरि आज हामी मण्डलीहरू आफ्टर सर्भिस हामी यहाँ आएका छौँ। अनि त्यसै कारणले गर्दाखेरि म तपाईँहरूलाई भन्न चाहन्छु यो ठाउँ एकदमै राम्रो छ। स्पेसली मैले मेरो वाइफलाई मिसिङ माई वाइफ। अनि तर यो भिडियो उहाँले हेर्नुहुनेछ, उहाँले पनि मलाई लाग्छ चारैतिर घुमिदिएर छ नि त यता है। अब म तल ओर्लिँदैछु।
फोटो सेसन चालू छ स्टिल फोटो सेसन स्टिल चालू छ जय मेसी बहिनीहरू साँझ परिसकेको छ अब रात पर्दै गयो अनि स्टिल फोटो खिच्ने क्रम जारी छ यहाँनिर फोटो खिच्ने क्रम जारी छ यहाँनिर हामी बसेर डिनर गर्नेछौँ जय मसी लोगा सन्चै हुनुहुन्छ हजुर के एक दुई शब्द आजको दिनको लागि हो आज त एकदमै आशिषमयको दिन हो आज दाजुभाइ अनि दिदीबहिनी सबको प्रिय छोराछोरीहरूसँग यसरी भेटघाट गर्नु एकदमै आशिषमयको कुरो हो म्यान म्यान एक्स जय मसी जन दाजु के आजको एक दुई शब्द आजको दिनको लागि विशेष गरिकन अब हामी आज अनि एभ्री नेसन चर्च आबुधाबी नेपाली कङ्ग्रिगेसनको थ्रुबाट हामी यो चाहिँ एउटा चर्चले हामी भोलिन्टियरहरूलाई गर्ने एउटा अनर पनि हो अनि त्यसको लागि हामी यहाँ एउटा अल बाहिया भन्ने ठाउँको क्यापिटल रिसोर्टमा हामी आएका छौँ अनि आज धेरै कुराहरू हुन्छन् यहाँनिर अनि विशेष गरी टिम बिल्डिङ प्रोग्राम हाम्रो अहिले अब केही समयपछि स्टार्ट हुँदैछ र यहाँनिर धेरै कुराहरू हामी सिक्छौँ अनि एक आपसमा हामी सिकेका कुराहरूलाई चर्चमा अप्लाई गर्नको निम्ति हामी त्यो कुराहरूको अनुभवहरू सेयर गर्नेछौँ अनि यस्ता धेरै कुराहरू छन् अनि विशेष गरिकन मण्डलीलाई हामी कसरी वृद्धि गराउँदै लैजान सक्छौँ सङ्ख्यात्मक रूपमा अनि त्यसै गरी मण्डलीलाई अनि आर्थिक रूपमा कसरी हामी मजबुत बनाउन सक्छौँ भन्ने कुराहरू पनि यहाँनिर हुनेछन् अनि ती सबै कुराहरू चाहिँ आज हुनेछ अनि त्यसको लागि यहाँनिर सेटअप तयारी सबै भइसकेको छ तपाईँले देख्न सक्नुहुनेछ अहिले केही समय पछाडि अब हाम्रो कार्यक्रम सुरु हुँदैछ यहाँ प्रतीक्षा गर्नुहोला ओके थ्याङ्क यू दाजु थ्याङ्क यू सो मच यहाँ ल फोटो सेसन चलिरहेको छ सेल्फी यता पनि आजको विषयमा भन्नुपर्दाखेरि हाम्रो यिनीहरू एडमिनेसन आबुधाबी मण्डलीलाई धेरै धेरै धन्यवाद हाम्रो सिनियर पास्टर सबैजनालाई धन्यवाद भन्न चाहन्छु अनि यो ठाउँमा दोस्रो पटक आउनु पाउँदा चाहिँ धेरै खुसी लागेको छ अनि हामी यहाँ आएर रमाइलो मात्रै गर्ने होइन केही इन्करेजका कुराहरू होइन पास्टर बुवाबाट हामी सुन्नेछौँ त्यही नै हो अनि वर्षभरिको अनि थकानलाई मेट्नको लागि हामी यहाँनिर आएका छौँ अनि रातभरि हामी सुत्ने छैनौँ रमाइलो गर्नेछौँ हाँस्नेछौँ हँसाउनेछौँ त्यही नै भन्न चाहन्छु आमेन आमेन हामी इन्जोय गर्नेछौँ भनेपछि ए हामी अब यहाँ चाहिँ मैले तपाईँलाई अघि पनि देखाएको थिएँ यहाँ चाहिँ हामी बसेर डिस्कसन गर्नेछौँ भरे यहाँनिर रेस्ट गर्ने ठाउँहरू छ यहाँ सानो मिनी टेन्ट पनि छ really beautiful place अनि सो यहाँ चाहिँ झर्नाको भित्र आएको छु म चाहिँ कस्तो मजाको प्लेस छ यो भित्रपट्टि बस्ने ठाउँ बाहिरबाटै झर्ना Okay, egg number 4. Okay, egg number 2. अब तिम्रो ग्रुप लिएर जाऊ भाइ कहाँ जान्छ क्वेसन ओके 2 नम्बर को है म भन न यता जाऊ न है 3 को 3 नम्बर ओके 4 को 4 यता 5 को मलाई नि रोइछ है स्मल ग्रुपमा सहभागिता गराएर नयाँ मानिसहरूसँग सुसमाचार्य भेटघाट जेम्सी र सबैजनालाई विशेष गरी हामी अहिले ग्रुप नम्बर
प्रार्थना सेक्सनहरू छुटेर डिफ्रेन्ट सेक्टरमा गएर चेलाहरू बनाएर धेरै परमेश्वरको कामहरू गरे। त्यसरी नै हामीले आफ्नो कम्फर्ट लेभलबाट अनि काम गरेर चाहिँ अनि अगाडि गएर कसरी ग्रुपको साथमा आएको थियो र हाम्रो ग्रुपलाई डिस्कस गरेर पोइन्ट्सहरू यसरी लेखेको छ। क्वेश्चन नम्बर 3 मा चाहिँ हाउ टु मेक डिसाइपल स्ट्रङ एन्ड इम्प्याक्टफुल। मैले क्वेश्चन इङ्ग्लिसमै गरेको छ, त्यही भएर लेख्नु परेको। तर उनीहरूलाई चाहिँ हामीले सही ठाउँमा सही समयमा चाहिँ उनीहरूसँग चाहिँ हामीले चाहिँ गाइड गरेर पनि उनीहरूलाई फलोअप गर्न सक्नुहुनेछ। यदि हामीले उनीहरूलाई शिक्षा मात्रै भयो भने कति कुराहरूमा अहिले पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। यो डिनर टाइम। कोइला जलाउन लाउने हो सेफ। एकैछिन है यो खाने रहेछ। ल दिदीबहिनीहरू सो फाइनली अब डिनरको समय आएको छ गाइस। है यहाँ थालिसक्नुभयो। यो चाहिँ मेरो अनि तपाईँहरू अरू भोलिन्टियर्सहरूलाई के लाग्छ म्युजिक टिमहरूले के गरोस् जस्तो? एउटा कुरो कङ्ग्रेचुलेसन टिम ए। तिम्रो ए देखाउनु भाइ राम्रोसँग। उहाँहरू हामी चाहिँ टिम बी थियौँ, उहाँहरू टिम ए। उहाँहरूले जित्नुभयो। सो हामी हार्यौँ। मिल्यो त एभ्री नेसन भइकन एउटा वर्ड बन्यो नि होइन। बन्यो कि बनेन? तर त्यो कसरी बन्यो त? गएर खोजेर ल्याएको कारणले गर्दा बन्यो नि। काम गरेको कारणले गर्दा बन्यो। कामबाट पाएको आशिषबाट चाहिँ यहाँ के भयो त मिल्यो नि त होइन। हामी सबैलाई प्रभुले आशिष दिनुभएको छ, हामीले काम पाएका छौँ। अनि तर जब हामी त्यो कामहरूबाट पाएको आशिष अनि मण्डलीमा हामी ल्याउँछौँ भने चाहिँ अनि जसरी यहाँनिर अहिले मिलेर उहाँहरू विनर हुनुभयो नि, हाम्रो मण्डली पनि त्यसरी विनर हुनेछ। आमेन। धन्यवाद प्रभुजी। फेरि पनि हामी तपाईँलाई यो रातको समय अनि प्रभु तपाईँले हामी सबैलाई सहायता गर्नुभयो, सबै कुरामा सिक्नको निम्ति पनि प्रभु तपाईँले सहायता गर्नुभयो अनि धन्यवाद। अनि प्रभु अब हामी आजको हाम्रो यस कार्यक्रमहरू यहीँ राख्दछौँ अनि हामी अब यस पछाडि प्रभु हामी कोही आराम गर्दछौँ भने हामीलाई तपाईँले मिठो निन्द्राहरू दिनुहोस् प्रभु। अनि फेरि पनि भोलिको बिहानी पाइकन तपाईँलाई फेरि पनि उपासना चढाउन पाऊँ प्रभु अनि तपाईँको आराधना गर्न पाऊँ। धन्यवाद प्रभुजी। यी सबै कुरामा तपाईँको सुरक्षाको हामी सहायता चाहन्छौँ, सुरक्षाको आशिष बोल्दछौँ येशू प्रभुको नाउँमा। आमेन आमेन। सो गाइस यहाँनिर बार्बिक्यू चलिरहेछ। यहाँनिर सुँगुरको मासु म्यारिनेसन गरेको अनि यहाँ बार्बिक्यू अलरेडी भइरहेको छ। यहाँ हाम्रो एकदम प्रोफेसनल सेफ हुनुहुन्छ हाम्रो एमजे ब्रदर अनि हाम्रो लक्ष्मण दाजु। दुईजना एकदम प्रोफेसनल सेफ। खाना पनि यस्तो स्पेसल एकदम टेस्टी बनाएर खुवाउनु भएको छ। तपाईँहरूलाई परमेश्वरले तपाईँहरूको सेवाकाईमा अझै धेरै आशिष दिउँ। आउँदो दिनहरू पनि यसरी नै बनाएर खिलाउनुहोस् हामीलाई। थ्याङ्क यू सो मच। नभएको 15 केजी होला, सक्नुपर्छ है आज रातभरिमा। अशोक दाजु कति केजी बार्बिक्यू तपाईँले खानु सक्नुहुन्छ आज राति? ल एकदम च्यालेन्ज छ अब आजलाई, च्यालेन्ज। हर एकजनालाई 2 केजी बार्बिक्यू सिधाउने बेला भयो। ल पछुतो लागिरहेको मलाई। भोक मिठो कि भोजन मिठो भन्छन् नि त्यस्तै। जाउँ न टाइम फर बार्बिक्यू। सुँगुरको मासु गाइस। खाइदिनु म। थ्याङ्क यू। फाइनली अब रेस्ट गर्नको लागि गइरहेको छौँ। अहिले तपाईँको रातिको कति बज्यो भनेदेखिलाई
2:18 गइसक्यो बिहान अनि अब यसको समयमा चाहिँ अशोक दाजु अनि म हामी चाहिँ अब विश्राम गर्न गइरहेका छौँ। फेरि पनि भोलि बिहान उठेर खानेकुरा त प्रशस्त छ फेरि होइन फेरि बिहान उठेर खानासाना खाएर हामी यहाँबाट 12 बजी चाहिँ चेकआउट गर्छौँ। सबैलाई जय मसी, गुड मर्निङ, जय मसी फेरि पनि सबैजनालाई। अनि हामी फेरि पनि उठेका छौँ। अब उठ्ने बेला भयो लाइक 8 बजी अहिले मर्निङको। अनि हामी कति 4 बजी सुतेको, 4, 5, 6, 7, 8 4 आवर्स। आफ्टर 4 आवर्स स्लिपिङ हामी फेरि पनि अब पार्षद दाजुले आएर गुड मर्निङ अलेक्स भाइ भनेर उठाएर जानुभएको छ। हाम्रो अशोक दाजु चाहिँ उहाँ चाहिँ उठिसक्नु भएको छ। उहाँ चाहिँ 1-2जना मित्रहरू को ड्युटी भएको कारणले गर्दा उहाँहरूलाई ड्रप गर्नु जानुभयो दाजुले चाहिँ। अनि सो आजको दिन फेरि पनि हाम्रो सुरु भएको छ अनि कन्टिन्युसली हाम्रो प्रोग्राम्स अथवा हाम्रो डिस्कसन स्टिल चालु हुन्छ। अनि आज हामी चाहिँ 12 बजे एक्जिट हुनुपर्ने हुन्छ यो रिसोर्टबाट। यो ओठ फुटेछ है मेरो चाहिँ राति, के ओठ फुटेछ पुरा मेरो, यो चिसोले होला सायद। यो जो रातभरि बसे भयो यसो चिसोले एकदम ओठ फुटिरहेको छ। नयाँ दिनको लागि परमेश्वरलाई धन्यवाद भएको होस्। परमेश्वरले हामीलाई फेरि पनि यो दिनहरू देख्ने मौका दिनुभयो। कतिजना मानिसले चाहेर पनि यो दिनहरूलाई देख्नु सक्नुभएको छैन, तर परमेश्वरको महान प्रेमको कारणले गर्दाखेरि हामी भस्म भएका छैनौँ। अनि फेरि पनि परमेश्वरले हामीलाई उहाँको यो सुन्दर सृष्टि, आजको दिन उहाँले बनाउनु भएको सृष्टिहरूलाई देख्ने मौका हामीलाई दिनुभएको छ। परमेश्वरलाई धन्यवाद दिने मौका दिनुभएको छ। सो थ्याङ्क यू लर्ड, थ्याङ्क यू गड फर दिस वन्डरफुल डे। प्रभुलाई धन्यवाद भएको छ आजको दिनको लागि। तपाईँ महान हुनुहुन्छ। हेलो गुड मर्निङ गाइस, जय मसी। अनि के हो लोगा जय मसी, उठ्ने बेला भएन? यहाँ उठ्ने बित्तिकै मान्छे फोनमा पुरा लागिरहेछ यहाँ तल। कोही निदाइरहनु भएको छ। के हो पल्टनारी यहाँ? जय मसी, जय मसी, जय मसी। यहाँ सुन्दर बिहानीको जय मसी, ताजा जय मसी। अलिक आफ्नै पारामा भन्नुहोस् त दाजु ल। हजुर यस्तै पारा हो हजुर, हामी नेपालीको पारा जय मसी यस्तै हो। ताजा जय मसी, ताजा जय मसी हुन्छ, एकदम फ्रेस जय मसी हुन्छ, एकदमै हुन्छ नि तातो तातो जय मसी। तातो तातो जय मसी धेरै प्रकारको हुन्छ तर भित्रीबाट हुनु पर्यो। अलिकति मात्रामा, अलिकति मात्रामा धेरै बोले होइन, अलिकति मात्रै बोले। अलिकति भन्नु चाहिँ अलिकति मात्रामा ल। सागर भाइ जय मसी, के छ त आजको दिन? के भन्नु छ? आजको दिन केही पनि भन्नु छैन। अब हामी मस्त सुतेर उठ्यो, अब हामी मस्त त्यही अनुसार घर पनि गइन्छ। त्यही हो, घर गएर फेरि मस्त सुतिन्छ। घाँटी पुरा उयो भइरहेछ है, चिसोले होला कि हिजो रातभरिको चिसोले बुङ्गुर बढी भएछ लाग्यो है। तिर्खा लागेर म त बिहान अहिले 1 लिटर जस्तो पानी पिरहेको, 1 लिटर पनि बढी पियो होला तिर्खाले के। हल्का डोजर बेसी डोजरले धेरै काम गरेर सनम भाइ, हेलो सनम भाइ, गुड मर्निङ। एउटा रुल छ नि फेरि, सबैभन्दा ढिलो उठ्ने मान्छेले चाहिँ त्यहाँ भाडामा सुहाउने भन्ने कुरा बाहिर। कफी। अब हामी मर्निङ डिभोसनमा भेला हुँदैछौँ। म गर्छु तपाईँको दया जीवन भन्दा तपाईँको नाममा
चल्दछु तपाईँको नाममा भन्छु स्तुति म गर्छु तपाईँको दया जीवन भन्दा तपाईँको दया जीवन भन्दा किनभने प्रभु तपाईँ हाम्रो राजाहरूको राजा गोलहरू हामीले सेट गर्यौँ राइट। त्यो हरेक कुराहरू हामीले हाम्रो भित्री हृदयबाट हामीले एडभाइस गरेका छौँ राइट। सो तर बिब्लिकल कन्सेप्ट चाहिँ तपाईँ आफै चर्च हो। सो तपाईँ आफै चर्च भएको कारणले तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँको मण्डली तपाईँ यहाँ रहन्जेलसम्म तपाईँको लोकहरू असल ज्ञानहरू ल्याइकन प्रभु हाम्रो मण्डलीलाई फेरि उहाँले सिकाउनुहुन्छ। त्यो कुराहरू हामीलाई ग्रहण गर्नको निम्ति तपाईँले असल हृदय हामी सबैलाई दिनुहोस्। धन्यवाद प्रभु यो सबै कुराको निम्ति। अनि हामी जति पनि भोलिन्टियरहरू छौँ प्रभु अनि यहाँनिर आज छुट्याउँदै नै प्रभु उहाँलाई प्रभु तपाईँको राज्यमा काम गर्नको निम्ति उहाँलाई सहायता गर्नुहोस् प्रभु। मैले प्रार्थना गर्नुहोस्। धन्यवाद प्रभु। अनि जे जति सबै कुराहरू छन् यी सबै कुराहरू तपाईँको हातमा राख्दछौँ। अनि प्रभु अब यहाँ केही समय हामी रहन्छौँ त्यो समयसम्म तपाईँको शान्तिमा हामीलाई राख्नुहोस्। अनि फेरि प्रभु यहाँबाट हामी फर्केर जाँदछौँ आफ्नो घरमा पुग्नुपर्ने छ। अनि गइकन प्रभु कम्पनीमा काममा जोइन हुनुपर्ने कुराहरू छ प्रभु। यी सबै कुरामा हामीलाई बाधा होइन प्रभु तर असल शान्तिमा हामीलाई पुर्याउनुहोस् भनेर म प्रार्थना गर्दछु। धन्यवाद प्रभु। सबै बिन्ती प्रार्थना तपाईँको हातमा राख्दै माग्छौँ आशिष नासरत येशू प्रभुको नाउँमा आमेन। ब्रेकफास्ट फ्रुट्सहरू तयार छ। सबै मैले लिएर फ्रुट्स अनि यहाँनिर अन्डा एग हामी अब ब्रेकफास्ट गर्नेछौँ।
सबैजनालाई जय मसे। ल प्रभुलाई धन्यवाद भएको फाइनली हामीले टिम बिल्डिङमा हामी हिजो बेलुकाखेरि आएको थियौँ अनि अब हामी यहाँबाट एक्जिट हुँदैछौँ। अब हामी यात्रामा छौँ, हामी फर्किँदैछौँ अनि वी आर सो ब्लेस्ड। हामी यो टिम बिल्डिङमा जोइन भएर हामीले धेरै कुराहरू सिक्न सकेका छौँ हाम्रो पास्टर दाजुहरू उहाँहरूको अगुवाहरूको जीवनबाट अनि धेरै कुराहरू हामीले सेयर गऱ्यौँ अनि धेरै कुराहरू अब आउने फ्युचरमा 2025 इयर्सभित्र हामीले कसरी मण्डलीलाई ग्रोथ गर्ने भन्ने कुराहरू, मण्डलीलाई कसरी हामीले सेवा गर्न सक्छौँ, कसरी सपोर्ट गर्न सक्छौँ भन्ने विषयमा हामीले धेरै डिस्कसन गरेर अनि धेरै कुराहरूको निचोड हामीले निकालेका छौँ। सो अब त्यो कुराहरू चाहिँ हाम्रो जीवनमा अवश्य पनि एप्लाई हुनेछ भन्ने हामी विश्वास गर्दछौँ अनि हामी एकदमै फ्रुटफुल लाइफ, हामी एकदमै आशिषमय भएर जाँदैछौँ।